बढ़िया जुलाब में गरम जुलाब में बढ़िया जुलाब में आइए बढिया जुरामे गरम जुरामे भन के म चाहिँ जम्मा दुईटा सामान लिनलाई आएको हो। एउटा 17 प्रो मैक्स कभर, अर्को चाहिँ यो के अरे यसको गोप्रोको हेलमेटमा लगाउने वाला, यसको नाम के भन्छ त्यसलाई, गजब बेइज्जती है। फाइनली गाइज हैन, यो पिथौरागढमा नपाइने चिज केही पनि छैन। यो हेलमेटको लागि यो गोप्रो राख्ने, यही राख्नलाई हैन, यो हेलमेटमा लगाउने चिज पनि ल्याएर आए, अनि कभर पनि ल्याइसके हैन। हेलो गाइस, सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज म जन्नार्यो बैतडीबाट पिथौरागढसम्म। पिथौरागढमा जाने कारण भनेको चाहिँ आइफोनको कभर ल्याउन। कभर कहीँ नमिल्यो, कभर ल्याउन सेफ्टीको लेखा। अहिले म पुग्नु जुलघाटा। म चाहिँ गोठलापानीबाट, बैतडीका गोठलापानीबाट गाडीमा चढेको। जुलघाटा उता, जुलघाटा यहाँ हिट्टु बढ्नुहुन्छ, यति पुरै काठो छाउन हैन, यति हिट्टु बढ्नुहुन्छ, बहुत हिट्टु बढ्नुहुन्छ तलसम्म। बहुत जसा पहिलेका पुराना मान्छेले जुलो झाइरहन्थे हैन, नुन लिउनले जुलो झान्थे अरे। यो बाटो चाहिँ एकदमै तलसम्म एकदमै थकिन्छ, बहुत हिट्टु बढ्नुहुन्छ। ल यो त्यसलाई मैले चाहिँ अलिक फास्ट गरेँ हैन, तलसम्म हिट भएर चाहिँ यो जुलो भनेको यसो बजार हो कि हैन। हाम्रो बड्डा दिन पालाबाट यहाँबाट नुन ल्याउने भारी बोकबाट जान्थे अरे। अहिले भयो यहाँ गाडी चल्नु बस्यो, हाम्रो गाडीमा आउनु हैन, एकदमै सजिलो रहेछ। पहिले चाहिँ बहुत हिट्टु पर्नुहुन्थ्यो कि यहाँबाट, अब पुरा ठुल्ठुला भारी लैजान्थे अरे हैन, केही नपाइन्थ्यो अरे। बैतडीमा टाढा टाढासम्म बजाङ अछाम हैन, जहाँसम्मले यहाँबाट लैजान्थे अरे कि नुन। अनि आजले हाम्रो पहिलेका जो इन्डियन आर्मीमा, पहिले त इन्डियन आर्मी हुन्थे हैन, नेपालले उ गरिरहेको थियो इन्डियन आर्मीको। आजले पेन्सन बुझ्छु यहीँ जान के जुल हाम्रो यहाँबाट सजिन्छ। यो चाहिँ पुल हो हाम्रो जुलको हैन, जुलघाटो पुल हो। त उनले कोहीले बैतडी आएबाट चाहिँ हैन, बैतडीबाट गोठलापानीबाट जुलघाटासम्मको गाडी चढ्नु पर्छ। गाडी चढेपछि सिधा ठाउँमा छाड्नुहुन्छ, अनि ठाउँमा छाडिसकेपछि चाहिँ अलि हिटबाट चाहिँ यो पुल हुन्छ। यो चाहिँ हाम्रो नेपाल र इन्डिया जोड्ने पुल हो यो। इतलाई फेरि फोटा भिडियो खिच्नु नपाइँदो कि, इतलाई हाम्रो ड्युटी लगाएछ। अहिले म पुग्यो पारी हैन, पारी पुग्यो। इत्ते बिचमा त भिडियो बनाउनु नदिन एसएसवाला हैन, मोबाइल खोजबाट लैजान। म इंडियन रुपियाँले बनाएँ हैन, 12 रुपियाँले बनाएँ। अब यहाँबाट म गाडीमा चढ्यो, इतलाई गाडी पाइनान्, इतलाई अगाडि भाडा सोध्नु पर्नुहुन्छ फेरि। न त 250 रुपियाँ मात्रै हो पिथौरागढसम्मको, 300 रुपियाँ लिनान् तपाईँको लेखा। मैले अगाडि सोध्बाट चाहिँ म चढ्यो। इतले बुकिङले गर्नु मिल्नुहुन्छ, 500 रुपियाँ भन्नुहुन्छ फेरि बुकिङको चाहिँ। मैले एकदमै यो मौसम एकदम बवाल छ हैन। महाकाली हो यो, महाकाली यो गाडीमा जाने हो, बवाल सिन छ अनि हैन। केटाहरूले छन् पछाडि फेरि पानी लागेपछि चिसो मौसम भयो आज। यहाँ चाहिँ एकदम हुन्थ्यो हैन, बवाल रहेछ। स्टे जुलघाटाबाट हिँड्याबाट चाहिँ जाँदैछ चाहिँ एकदमै मलाई कस्तो लाग्छ। यहाँका ड्राइभरकै एकदमै कन्फिडेन्स हुनान् कि जति फास्ट चलाएले हैन। फेरि यहाँ एक बड्डा छन् मसित हैन, मैन चाहिँ बजाङका हुन्। यिन चाहिँ काम गर्दाको लेखा पिथौरागढ झन्नारे हान। यिनलाई यसो कुरा गरुन् जा चाहिँ मैले बुझेँ हैन, एकदमै आफ्नो पेट पाल्दाको लेखा चाहिँ म पिथौरागढ काम गर्छु झन्नारी भन्ना थिएँ हैन। यसो देखुन् चाहिँ एकदम दयाले लाग्नुहुन्छ कि फेरि मलाई हैन। यति उमेरमा हैन, चेलाहरू हुन्न, अनि चेलीहरू हुन्न, घर फ्यामिलीमा हुन्न हैन। तपाईँको लेखा सबै आफ्नो फ्यामिलीलाई खुसी राखेको लेखा गलत लततिर जिन लाग्यो, राम्रो कामतिर लाग्यो, राम्रो गर भन्न चाहनु हो कि। म चाहिँ यिनबाट बहुत बुझेँ मैले हैन। एकदमै दुःखद स्टोरी सुनायो क्या मलाई चाहिँ हैन। एकदमै ल ठिक छ, सुख दुःखका कुरा गरिहाल्ला हैन। एक कुरा अर्को छ हैन, यो नेपाल र यो भारत जोड्ने जो रोड हुन्छ या त्यो नजिक चाहिँ यति सानो रोड के भन्नुहुन्छ हेर हैन। यो त्रिनगर बनबासा यो पिथौरागढसम्मको जाने रोड एकदम सानो छ क्या यहाँको रोड। खै के हेपेर याने यार। मलाई चेकिङ रहेछ कि यहाँनिर चेकिङ छ, त्यही भएर के बजार हो अमर। यहाँनिर चेकिङ रहेछ कि गाइज। यो गाडी होइन, गाडी मेरो चेकिङ एक्लै। के बजार हो थाहा छैन, तर बजार त बजार सानो बजार छ, ठुलो बजार छैन। पुलिसको गाडी पनि छ। यो पछाडि पुलिस देख्नुहुन्न,
छैन के बजार बदालु अहिले टेक टाइम पुगे बडालु बजार क्रस भयो होइन यतिलाई चाहिँ ट्राफिक थियो तपाईँको लेखा अगाडि दुईजना हाल्नु नमिल्ने हुनाले चाहिँ होइन उनी चाहिँ बुढा मान्छे थियो तपाईँको लेखा म आफै उतरिदिएँ क्या एक बुढा मान्छेलाई ठाउँ दिनु पऱ्यो होइन उनले हिट्टायो म लिट्टु राम्रो हुनु म आएँ होइन यतिलाई तल ताल देखिन्न छ यो ताल चाहिँ यो पाइन चाहिँ आर्मी ब्यारिक जाने रहेछ क्या माथि आर्मी ब्यारिक छ ठुलो अहिले देखुन म त उनलाई होइन अब म एक्सपेक्ट फर्स्ट चाहिँ गाडीमा चाहिँ बस्छानु होइन गाडीमा बस्छु अनि तमुनलाई चाहिँ म यो माथिको आर्मी ब्यारिक देखुन यो पानी जाने ठहर होइन मैले त देखेको थिएँ अगाडि नै होइन तर ब्लगिङ चाहिँ ओइल गरे हो क्या मैले चाहिँ होइन ओइल इन्ट्रेस्ट लागेर चाहिँ मैले यो मन पर्ने हुनाले चाहिँ गरे हुँ यहाँमा चाहिँ मैले बैतडी भाषालाई प्राथमिकता दिइरहेको खासमा होइन अब हेरौँ कसो चलाउँछ फेरि बड्डा आइगएँ यहाँ अनि हाँसु लाइरहन् एकदम खुसी छन् म देख्बर के मुलीलाई हिट्टु नआइदिएँ होइन के उसैले काममा जाने होइन बिचरा एकदमै हुन्छ नि त एकदम खुसी थिएँ अनि बल्ल गाडीमा चढ्यो हामी यहाँबाट हिँडेँ अब यहाँ अगाडि आउँछ होइन आर्मी ब्यारिक यति ठुलो आर्मी ब्यारिक छ यहाँ यति ठुलो आर्मी ब्यारिक छ होइन यहाँबाट यो देखिने छ नि यो चाहिँ फ्यामिली क्वार्टरहरू यो तलको देखिनेवालो होइन यो मल्लले फ्यामिली क्वार्टर पुरा पानी व्यवस्था एसी जम्मै भएको होइन अब हेर यो कहाँसम्म छ क्या कति ठुलो छ क्या यो यार म पहिले झन्झ्याले होइन अचम्म लाग्थ्यो कि यो यति ठुलो देख्बर चाहिँ होइन एकदम बाबाले यति टाढासम्म छ होइन यसलाई थोडा फास्ट गरिदिउँ जस्तो लागिरहेको थियो भिडियो होइन हेर्देवालालाई अलि दिक्क जिन लगाउनु भयो तब म गर्दाखेरि त न्याय गरेँ तपाईँले यो एकदमै बहुत टाढासम्म छ क्या हेरे कति टाढासम्म छ यो बहुत टाढासम्म छ मसित अब स्या बड्डा छन् नि त यिनलाई सोद्धा होइन यिनले पिथौरागढ काम गरेर लगभग 10 वर्ष भइहाल्यो फेरि भारी बोकेर होइन अलि तसै छ क्या हाम्रो अब के भन्नु नेपालमा तसै छ काम गर्दाखेरि लेखा कि इन्डिया कि विदेश छ होइन तपाईँको लेखाले एकदमै क्या यिनले कहानीले सुनायो बहुत होइन तपाईँको लेखा चेलाले ऱ्यान होइन चेला ऱ्यान चेलिन ऱ्यान होइन सकभर आफ्नो आमा बाउको लेखा निको गर के चेला जन्माइसके पछाडि होइन त्यो दुःख गरेर जन्मुनान कति माया गर्दान होइन निको गद्दै गर के सकभर आफ्नो आमा बाबुको लेखा होइन जसरी यो अहिले म देखुन् न ब्यारेक हो अब इतना ब्यारेकमा कति आर्मी हुन्न होइन कति आर्मी हुन्न सबै यिनले कसैका चेलाए हुन् होइन यिनले परिवारकी लेखा लागिरहन् तपाईँको लेखा पछाडि चाहिँ दिदी बसिरहेछ दिदी फेरि ओल्ली बाइले मेरो दिदी पल्ला झ्यालमाएको बाइले दिदी मेरो नै हो होइन कहीँकी दिदी हो थाहा नै थिएन ओल्ली चाहिँ मेरो कान्छी दिदी हो होइन जन्जाले म केही समस्या पर्नु चाहिँ मेरो कान्छी दिदीलाई बहुत सताउनु अगाडि म फेरि बहुत सताउने भन्छ होइन मूल खास यो आज नआयो भ्याले हुन्थ्यो यो कभर किन्नको लेखा तर दिद खाएँ दिदको सामान ल्याउँथ्यो मैले हिट भुँडिदिएँ अनि दिदीले आइदियो क्या दिदीले मूलजी भन्यो गरेर ल्यायो झट्टै होइन फेरि कसो फाइदा हुन्छ देशी ड्राइभर भने देशी ड्राइभर मेरो रुपियाँ खर्च नै हुना नि त दिदका रुपियाँ खर्च हुना नि के तपाईँको लेखा हो फेरि बराबर हुन्छ है फेरि पछाडि मैले दिदका रुपियाँ खर्च मात्रै गर्दा हुनु खोज्यो नै हो दिदी मेरो हिसाब तसै चल्दो हुन्छ फेरि दिदीलाई म बोनसै दिने हो कि हो यतिलाको कुरा गर्दा चाहिँ मैले ब्यारेक सकेको म सोचिरहेको थिएँ तर आइरहेछ क्या ब्यारेक यहाँ माथिसम्म यतिलाई आइरहेछ क्या उता मध्य अब कति किलोमिटर लगभग 5 किलोमिटर गाउँमा ब्यारेक छ यार आमा यति ठुलो ब्यारेक मैले फर्स्ट टाइम देखेँ होइन आजलाई बाँकी छ क्या यतिलाई यो आर्मीको लगाइरहेको थिएँ मैले जुम गर्दो नपाएँ यतिलाई होइन योले पुरै आज उठैसम्म छ क्या कहाँसम्म छ यो भिडियो चाहिँ म गोप्रोबाट खिचारियो फेरि मोबाइलबाट नै हो खासमा मोबाइलबाटै खिच्यो भए हुने थियो भनेको त होइन तर नयाँ खिचेँ अब थोरै छ वहाँ पुग्गु पिथौरागढ पुग्गु थोडा छ अब बढी नहिन् बिचमा 1 बजार आउने हो तपाईँको नाम के रे कहाँ कि मिठाई हुनुहुन्थ्यो यार हम कहाँ कि मिठाई हुनुहुन्थ्यो अहिले म भुलिगयो होइन अहिले थाहा हो चलो कहाँको भन्नु फेरि अगाडि 1 बजार हुन्छ एकछिन म याद गर्दो याद गर्दा खोज्यो तर याद नै भयो होइन कमेन्ट गरे यतिसम्म कसैले भिडियो हेऱ्यो भने कमेन्ट गरे यहाँ अगाडि के बजार हुन्थ्यो भन्नु पऱ्यो होइन अब थोरै छ बढी नयाँ थिइन् बहुत पछि आएँ तर योपालि चाहिँ पिथौरागढ जुलघाटासम्म चाहिँ म आउँथेँ होइन पिथौरागढ चाहिँ अलि आएँ तर पिथौरागढमा चाहिँ एक छ नि त जिले मिल्नु छ क्या पिथौरागढमा फेरि बहुत सामानहरू मिल्नुहुन्छ तर थाहा हुनु पर्नुहुन्छ पिथौरागढमा कहाँ मिल्नुहुन्छ कि मिल्नुहुन्छ भने ल हेर एक फेरि आफूलाई देखाउनु पऱ्यो नि कन्जे खालि अगाडि मात्रै तमुललाई मात्रै देखायो भने के हुने हो मुलाले देखाउनु पऱ्यो कालो भ्याले होइन जुगा मिल्यानो भ्याले दाँत मिल्यानो भ्याले कान मिल्यानो भ्याले कन्चे आफूलाई देखाउनु पऱ्यो सर पारेर गएँ हो यो बजार हो होइन एक फेरि बजारलाई सोध्दो म यिन त यतिलाई उता देवाला यहाँ त बड्डा त ल बड्डा अब
के गरिदिए त म तर होइन यो बजार के बजार हो यार भुल्यो एकछिन पुरो जुम तान्नु ल जी बजार भ्याले यहाँसम्म होइन यहाँसम्म कसैले भिडियो हेऱ्यो भने कमेन्ट गरेर न कमेन्टमा हेरे होइन यहाँ चाहिँ मिठाई एकदमै बवाल पाइन्छ है गाइज मिठाई यति बवाल मिठाई पाइन्छ पुरी पछाडि हेर त पुरी हो पुरी मिठाई का डल्ला देखा न यहाँ की मिठाई बहुत लजने भेज फेरि कोहीले हाम्रो यो पहाडतिर होइन आएबाट चाहिँ घर आउने बेला चाहिँ यहाँबाट मिठाई ल्याउँथ्यो क्या पहिले कहाँबाट लिएको मिठाई हो भने यहाँको नाम पाउनुहुन्थ्यो यहाँको नाम एकदम इजी छ यार के नाम अन्नारी हुनु दिमागमा भिडियो बनाउन अलि दिमाग हो रहेछ कि मेरो ह्याङ हो रहेछ तपाईँको लेखा हो बर्थडे चाहिँ उतर के हुन्छ अब बहुत कुरा भयो तर एक बर्थडे चाहिँ छन् पिथौरागढ उतरदेवाला भाइ पछाडि बसिरह नि टोपवाला यिनीहरू सेम थियो जुडुवा भाइ हिँड्छ तर जुडुवा भाइ चाहिँ नआएन तर यिनले बजाङ्गेका हुनु एक त भाइ पछाडि देख्यो नि हो अनि फेरि गुरु छन् नि गाडी चलाउनेवाला यिनले ओहो ठ्याक्कै याद आयो यार यो बजार हो नाम यो त ओड्डा बजार हो के अरे एक टुक्का हान्डेको थियो नि त के अरे गाज्यो काट्टा घाम लागलो जन भए निसुरी क्याब ओड्डा कि क्याब मिसिरी भन्ने वाला क्याब छ कि शिशु अहिले मलाई याद नै हुन्न अरे होइन यो चाहिँ ओड्डा बजार हो यहाँ ओड्डा बजारको खासियत भनेको दाँत भद्या होइन दाँतो एकदमै बवाल यहाँ आउँछन् डेन्टलहरू छन् अनि अर्को कुरो मिठाईको लेखा एकदम फेमस हो यो ओड्डा बजार अहिले याद आयो पछाडि बर्थडेदेखि नारायण क्यामेरामा कसरी मुसुक्क हाँस्छ अरे होइन इस्सापुली यो फिल्म हाम्रो पुरानो फिल्ममा क्या होइन लोकल सेवा वाली गाडी ए यहीँ छ लोकल सेवा बड्डा रुक्का अरे नि यार फाइनली होइन यो 17 प्रो म्याक्सको होइन कभर किन्नलाई पुग्यो पिथौरागढ होइन मजा पिथौरागढ हो यो बजाङ्गा बड्डा नि अब म त के मिल्दैन होइन आउनु पऱ्यो त अब होइन यहाँ म के मिल्दै भयो भाइ काम गर्दै लेखा यहाँ के भन्दा होइन बड्डा अनि अब गद्दु पऱ्यो जन्ज्याममा चेला छन् त कति चेला छन् 2 छन् भयो के गर्दान किन पट्टु हो पढाउनु पऱ्यो पढ्यो बोल्ताम के लेखाले गर्नु पऱ्यो है अनि यो चाहिँ पिथौरागढको ठ्याक्कै यो चोक अनि यहाँनिर उठ्यो अब सिलथाम बजार हो यो चाहिँ सिलथाम बजार हो पिथौरागढ फेरि यहाँ धेरै किसिमको कभर रहेछ होइन उता काहीँ मिलेन यहाँ अब लेन्स हालिरहेको छु यहाँ यो कभर चाहिँ यहाँ यो ठ्याक्कै यो कभरको काम सकिन्छ अब अनि चाहिँ गोप्रोको काम गर्नु पऱ्यो तल्ला बजार जानु पऱ्यो तल्लो बजार को बजार हो भनेर ताकोले फेरि अर्कै नाम छ सिमलगढ गाइस यो पिथौरागढको सिमलगढ होइन तपाईहरू बाइकको होइन अनि यो के अरे बाइक अनि गोप्रोहरू क्यामेराहरूको केहीको पनि होइन स्ट्यान्डहरू के पनि चाहियो भने फेरि यो सिमलगढमा नमिल्ने केही पनि छैन फेरि यहाँ तिहार अन्ना छ नि त यहाँ फेरि तिहार त एकदम बवाल तरिकाले मनाउनु कि इन्डियामा यहाँ अहिले अरू सामानहरूले तिहारको एकदमै बवाल यहाँ मुनि परेर लाइटहरू त झ्यामझ्यामा बत्ती यिनी पहिले ल्याउनको लेखा अम्दुलघाटबाट ल्याउँथ्यो कि झ्यामझ्यामा बत्ती अब पहिले कम्पिटिसन हुन्थ्यो हाम्रो पल्ला घर र ओल्ला घर कम्पिटिसन हुन्थ्यो कि कहीको घर चम्कुन सक्यो भन्नु के पहिले भयङ्कर हुन्थ्यो नि त मुन त ओल्ला पल्ला घर घरमा चम्काए चुम्कुबरी च्यामचुममा मन पर्ने थियो अझै त खासै मन नपर्दा होइन तपाईँले अब रुपियाँ सुप्पे भ्याएर चाहिँ यो लजाइबाट चाहिँ घरलाई सजाउनु राम्रो हो पहिले त पट्काले लैजान दिन्थ्यो नि त अहिले त पट्का लैजान आएन हेर मेरो मुख कसो भयो इतलाई हारा के दिद हराइगयो इतलाई खास थाहा न गाइस दिद हराइ गयो म भ्लगमा लागेँ दिद गायब कहाँ गयो दिद यति अब दिदी गायब भयो होइन म भ्लग बन्नै कहाँ गयो दिदी अत्तो पत्तो नै दौडिरहेछ ऊ त पुरै ल ठिक छ दिदी त अहिले पाइजाल्यो होइन यता उता कहाँ खोजिहाल्नु म होइन यिन दोकानहरू यिनमा हो पाइने मोबाइलका दोकानले छन् यहाँ मुनि सबै छन् कि फेरि यहाँ मुनि नपाइने के नै बेला मैले यहाँ मुनि त यार हेर त ल हेर फेरि
दिदी तिमीहरूले कहाँ चाहिँ कति अगाडि गयो भने अरे यहाँ आगयो ठ्याक्कै अगाडि आगयो हारैको यो अल्ले थाहा छ कि नै यति अब हारैको तपाईँले खाब अगाडि अगाडि जाने हो दिदी यति हुँदैन मलाई थाहा छ यसलाई फेरि खासै थाहा नआइथिन् दिल्ली चाहिँ घुम्या होइन तर अरू कुरा खासै थाहा नआइन कि फाइनली गाइज होइन यो पिथौरागढमा नपाइने चिज केही पनि छैन यो हेलमेटको लागि यो गोप्रो राख्ने यही राख्नलाई होइन यो हेलमेटमा लगाउने चिज पनि ल्याएर आएँ अनि कभर पनि ल्याइसकेँ होइन अब मेरो खासै खर्च भएन यहाँ पछाडि यहाँ जम्मै दिदीको खर्च गजब बेइज्जती है मेरो खर्च त यो फोनमै सिद्धियो सबै यो यताउति सिद्धिहाल्यो नि त होइन पिथौरागढमा नपाइने केही पनि छैन तर यहाँ ठग्छन् ठगहरू धेरै हुन्छन् यहाँ मान्छे चिनिहाल्छ नि यहाँ नेपालीलाई चिन्ने बित्तिकै 100को यहाँ 500 हुन्छ होइन 500को 800 हुन्छ यहाँ त्यही भएर चाहिँ एकदम होसियार हुनुपर्छ यो ठाउँमा इन्डियामा आइसकेपछि फेरि अर्को कुरा यार यो इन्डियाका केटी नि त्यो गोरा कसरी हुन नि यार यी हेर त धला धला चिट्टा यी मुल्या हो हिउँ त नाइ त लाइन क्रिम दल्लोका सट्टा मुख मुडिन् यार ल हेर यी लाइटले हेर त यहाँ मुडिन् आहा यो पाल नयाँ लाइट आएर यार दिदीलाई यति मुडी सुट हेर्दा लाग्थ्यो किनेन केही आफ्नै रुपियाँ खर्च हुने नि त मेरो रुपियाँ खर्च हुने भयो भ्याक किनेर थिएँ दिदी होइन आफ्नै रुपियाँ खर्च हुने भयो तपाईँले खाना आइकिन्यो मलाई थाहा छ ल हेर्नु तिहार आउनु लाग्छ नि त तिहारको लागि चहल पहल बढिसकेको छ यो पिथौरागढमा चाहिँ बवाल बढिएको छ म चाहिँ जम्मा 2टा सामान लिनलाई आएको हो एउटा 17 प्रो म्याक्स कभर अर्को चाहिँ यो के अरे यसको गोप्रोको हेलमेटमा लगाउनेवाला यसको नाम के भन्छ त्यसलाई के नाम भनेको थियो बिर्सिहालेँ म अहिले ठिक छ यति त यो हातले पनि हुन्छ कुन बाटो आएको थियो हामी कहाँबाट आयो दि यहाँ भुलिन्छ क्या भिडभाड चहल पहल आमामामा तिहारको चहल पहल ल हेर मा कसम बढ़िया जुलाब में गरम जुलाब में बढ़िया जुलाब में आइए बढ़िया जुराब में गरम जुराब में भन के हो यार हाँ के नहीं पक्का रे मोबाइल को जी सामानले खोजे पनि मिल्नुहुन्छ है यहाँ फेरि मोमो दिदीलाई हिट्टा भोग लाग्यो होइन अनि देखाइले यो दोकान खाजा खानेवाला दोकान अनि मान्यो नै अनि यहाँ हम जानु अब एक फेरि भित्र होइन के क्या पाइन्छ त हेरौँ सोधौँ यहाँ खासै यहाँको चिज मलाई मन पर्ने भन्यो बिरयानी मात्रै हो तर अब यहाँ बिरयानी नाइ थिइन् इथौथैहरू हुन्छ कहाँ नै देखेँ बिरयानी होइन बसेटहरूले त सुहाउनु रहेछ मथमा ल्याइरहेछ बसेट मथमा जानु एकछिन मथमा कि क्या हुन्छ मथमा मान्छेले बसिरहनु भएको छ त तरले अब यहाँ खाने नखाने दोधार हो गए थे हम तर बस के छोले भटोरा हाफ मगायो कि हाफले कहाँ हुने दूसरे मुझे काठी रोल हुन्छ यो काठी रोल यहाँ लेखा हुनाले सजिलो भयो गजब बेइज्जती है लगाइज होइन हम भिडियोको अन्तिमतिर अब यो चाहिँ अब खाना खायो सिधै निस्किने गाडीमा चढेपछि चाहिँ होइन लास्ट फाइनल यो थियो जसले लास्टसम्म हेऱ्या ऊ चाहिँ कमेन्ट गरिदिए जसले अन्तिमसम्म हेऱ्या कमेन्ट गरे